नि 1000 बेग सिमेन्ट लोड गर्न छ नि यसलाई बोलाउनु होला कन्ट्याक्ट नम्बर पर भन्दा सुन्दैन अभिषेक यसै इतना बडा बडा पहाड बनाएको चाहिँ सक्नुहुन्छ गाइस भर्खर अन्त हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल सो गुड मर्निङ सबैजनालाई होइन अन्त आई होप कि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि तपाईँहरूको आशाको साथमा एकदम सन्चै छु होइन अन्त आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ स्कुल जाँदैछु भन्नु त मिल्दैन होला होइन गाइस म चाहिँ आज चाहिँ काममा जाँदैछु म चाहिँ एक्लै जाँदैछु अन्त मेरो चाहिँ केस पनि यति लामो भइसक्यो काटौँ भनेको खै काट्ने मान्छे छैन मनोज दाले त काट्छ तर ऊ चाहिँ नाम्ची गएको छ अन्त अब आज आउँछ भन्दैछ भोलितिर काट्नु लाउँछु होला है बाटोहरू यस्तो छ ओह्रालो हेर्नु सक्नुहुन्छ चामलहरू चाहिँ यतैबाट बोकिल्याउनु पर्छ है गाइस हामी चाहिँ ओ माथिबाट त्यहाँ माथि डाँडा देख्नु हुँदै होला अलिअलि त्यहाँदेखि चाहिँ बोकेर ऊ माथि लैजानु पर्ने हुन्छ र आजको दिन पनि एकदम दामी नै छ होइन भन्नुपर्दा चाहिँ अन्त काममा चाहिँ कहाँ जानु पर्ने भन्दाखेरि चाहिँ फोन पनि फेरि आइफोन भएर होइन टाढा टाढाको सबै देख्छ अन्त त्यही भएर चाहिँ अलिक प्रब्लम भयो नि त यहाँ चाहिँ बाटो एकदम गाइस चाइनाको जस्तो छ यहाँ चाहिँ बाटो हेर्नु सक्नुहुन्छ यो चाहिँ नाली हो अन्त बाटो हेर्नु सक्नुहुन्छ एकदम यस्तोहरू लगाएर यस्तो भिरमा चाहिँ हामीले बनाएको छ बाटो यो चाहिँ नरेगाले बनाएको हामीले चाहिँ होइन उँधो हेर्नु सक्नुहुन्छ यस्तो छ पुरै चाइनाको जस्तै छ नि बाटो चाहिँ होइन दामी छ है गाइस कस्तो छ कमेन्ट गर्नु होला अन्त अहिले चाहिँ चारपट्टि हरियाली भइसक्यो अन्त मैले चाहिँ भिडियो चाहिँ 1-2 दिन चाहिँ हाल्न पाइनँ किनकि कामले गर्दा अलिक भ्याइन हो अन्त आजदेखि चाहिँ स्टार्ट गर्दैछु फेरि पनि होइन अन्त तपाईँहरूले सपोर्ट गरिदिनु होला गाइस ओ माथिबाट ल्याउनुपर्छ चामलहरू बोकेर काम चाहिँ गर्नु यहाँ पर घर देख्नु हुँदैछ त्यहाँबाट नि उता गएर पनि पल्लो गाउँ छ त्यहाँ पल्लो गाउँमा गएर नि होइन त्यहाँ चाहिँ कम्पनी छ नि त त्यहाँ कम्पनीको स्टोरहरूबाट सामान लिएर चाहिँ त्यहाँबाट नि माथि जानुपर्छ त्यस्तै अहिले 8 बजिसक्यो 8-9-10 बजीतिर चाहिँ पुग्छ होला काममा होइन गाइस अन्त यति नै हो भन्नुपर्ने अरू केही छैन एकदम भिडहरू हेर्नु सक्नुहुन्छ है यता चाहिँ यो चाहिँ यामताङ भन्ने जग्गा हो हामी चाहिँ त्यहाँ परबाट चाहिँ आएर यस्तो आएर यहाँ माथि आइपुगेको छ र यहाँ भिडहरू हेर्नु सक्नुहुन्छ यस्तो ओह्रालो अन्त यहाँ चाहिँ कम्पनी चल्दैछ यहाँ पनि होइन अन्त यहाँबाट चाहिँ टनल खोलेर उपर निकाल्छ होला अन्त किनकि यहाँबाट रोड खने अन्त तल उयोहरू मान्छेहरू छ तल होइन घरहरू छ अन्त यहाँ चाहिँ अलिक बाटो पनि रहेछ रोड होइन यहाँसम्म चाहिँ ल्याएको थियो रहेछ पहिल्यै अन्त आज चाहिँ एकदम घाम लागेर दिन पनि दामी यहाँ चाहिँ स्टोर 1-2 वचन गाइस म चाहिँ मार्केट लागिरहेको छु हो त्यस्तै भन्ने काममा आएको अब के गर्नु पैसा कमाउनु पर्छ बस्तीमा हो नकमाइने भएको छैन लुगाहरू फाटिसक्यो भनेर भन्नु सक्दिनँ हो है गाई जो ल फलो मी गाइस मेरो पछि आउनु ओनर देखाउँछु म तपाईँहरूलाई भन्छु यो चाहिँ हामीले खने गर्दैन यता चाहिँ मोटो इन्ट्रोडक्सन गर्न आउँछ मेरो नाम अभिषेक मङ्गर त्यति यहाँ चाहिँ टनल खन्दैछ यसको नजारा देखाऊ के भन्न अरे अब यहाँ टनल भित्र पस्नुपर्छ गाइस एक बार चेक गरौँ उधर यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ गाइस भर्खर खन्दैछ धुलो त्यहाँसम्म मात्रै पुऱ्याउनु छ
ए अभिजी बोल के तेरो नाम नाम के हो भन् बोल बच्चा जो चलो सो गाइस अहिलेको लागि चाहिँ यति नै हो भरे भेटौँ गाइस भरे भेटौँ उता यस्तो यसो खुलिँदो रहेछ त्यो जिसिबीको पसिना पसिना भएर अब फुटाएर निकाल्नु भएको छैन बिहान अब मान्छे आउने बेला भइसक्यो न 5-6 घन्टा भित्र नै पसिना पसिना पुरै बल्ल हात यसो मिस्टेकले यस्तो भइदियो क्या अनि खुलियो दैलो बक्नुसँग भित्काएर क्या तलाएर मैले अब त जाने पो हल्लाको नि मिसिनको ड्राइभर चाहिँ आउँछ नि भन्ने गाडी खान्थ्यो नि गाडी खान्थ्यो नि धन्न खुलियो यसरी आफूले आफ क्या लक खुलेर अब यस्तो गरेर खुलिहाल्यो यस्तो हुँदो रहेछ लक गाडीहरूको त यस्तो हुन्छ नि त हातैमा यस्तो हुँदो रहेछ दिमाग खराब भइदियो सो गाइस अहिले चाहिँ काम सकेर हामी फर्किँदैछौँ हामी चाहिँ माथिल्लोबाट आयो अन्त अरू सबैजना तलबाट गयो अन्त बिहान चाहिँ माथिबाट होइन अन्त यहाँ चाहिँ यामताङ हो यो चाहिँ सबै के को लागि सामान ल्याएको अन्त हामी 2 भाइ चाहिँ यहाँ जाँदैछ अन्त गाइस स्टिरिङ खाँदैछ यहाँ चाहिँ अहिलेसम्म चाहिँ एकदम काम गराले हत्तु गाइस होइन अन्त यति नै हो अहिलेको लागि चाहिँ अब भेट्दै गरौँ गाइस सो गाइस आज चाहिँ नेक्स्ट डे होइन अन्त हामी काममा जाँदैछौँ अहिले चाहिँ हामी 3 जना मात्रै छ हो अन्त अरू चाहिँ अघि गइसक्यो अन्त यहाँ चाहिँ कम्पनीले एकदम चिल्लो पारिसकेको छ खोला हो कि यो के हो पत्तो पर्नु छ है छैन हाम्रो चाहिँ फेरि पहाडतिर जानु पर्दैन होइन गाइस यही यतैतिर छ है एकदम स्टक यहाँ त अलिक कम्ती हो होइन गाइस ऊ माथि चाहिँ चाहियो भने चाहिँ यता हाम्रो यता हेर्न नम्बर भनिदिइहाल्छ अन्त यसमा कल गरेर चाहिँ गाइस तपाईँहरूले जानु सक्नुहुन्छ फ्रीमै कल मात्रै गर्नु होला अन्त यता हाम्रो पछाडि कन्ट्र्याक्टर हो यो चाहिँ फोरमेन हो यहाँ फोरमेन आउँदैछ पछाडि अन्त पहाड चाहिँ एकदम यतैतिर छ कम्पनीको नजर हेर्दै गर्नु होला गाइस हेर्नुको लागि चाहिँ फेरि यसलाई कल गरिहाल्नु होला के हेर्नु छ यसले फोटो पठाइदिइहाल्छ कन्ट्याक्ट नम्बर अघिकोमै हो पहाड चाहिँ एकदम बढ़िया ये अभिषेक जी कैसे इतना बड़ा पहाड़ बनाया हम इससे वो काम करते हैं कैसे काम कर दिए उधर देखो ना भाई क्या देखे वो क्या है वो केसर प्लांट केसर प्लांट इसने बनाया अन्त गाइस अहिलेको लागि चाहिँ यति नै अहिले भरै छिटो भेट्नु होला गाइस आफ्टर लङ टाइम सो गाइस हामी चाहिँ अहिले काममा गएको अन्त हामी चाहिँ 3 जनालाई फेरि माथिबाट फोन गरेर 100 बेग सिमेन्ट ल्याउनु भनेर यो केटा चाहिँ यस्तो दुःख गर्दैछ अब पर भन्दा सुन्दैन अभिषेक 3 जनाले चाहिँ 100 बेग सिमेन्ट गर्नु के खेलाइ सोचे क्या अभिषेक यहाँ छ सिमेन्टको टाटा चाहिँ अन्त यहाँ अभिषेकको टाटा छ ड्राइभर पनि उयो लोड गर्ने नि उयो हामी त खालि फ्याँकिदिनु मात्रै हो भर्खर 40 चाहिँ पुग्दैछ गाइस अब कहिले पुग्नु 100 बेग सो अहिलेको लागि चाहिँ यति नै हो अहिले भरे भेटौँ गाइस अहिले चाहिँ हामी फर्किँदैछ भन्नानी काममा जाँदैछ पछाडि धुलो चाहिँ एकदम डेन्जर सिमेन्ट चाहिँ 100 बेग चाहिँ यहीँ छ यसले नै लोड गरेको हो हामीलाई गर्नु मात्रै हो कि यो केटा चाहिँ एकदम खतरा हो जिउ अनुसार
यत्रै 100 ब्याग त के होइन यसको लागि तपाईँहरूको नि 1000 ब्याग सिमेन्ट लोड गर्नु छ भने यसलाई बोलाउनु होला कन्ट्याक्ट नम्बर चाहिँ अघि दिएको छ यसलाई यसको धुलो चाहिँ एकदम डेन्जर सो गाइस अहिलेको लागि त्यति नै हो भरे भेटौँ अब चाहिँ भयो होला गाइस